नमस्कार, म भवानी कोइराला। यो पशुलाई, यो बाख्रालाई के उपचार गरिएको भन्न गइरहेको छु र यसको रोगबारे जानकारी दिन गइरहेको छु। यसलाई इन्टेरोटोक्सिमियाको लक्षण देखिएको छ र त्यहीको उपचार गरिएको छ। यसको लक्षण हल्का पेट फुल्नु, श्वास गहिरो किसिमले लिनु, आँखा नटोलाइकन हेर्नु र चार हात खुट्टा छोडेर बसेको छ एक्कासी भने यसलाई इन्टेरोटोक्सिमियाको उपचार गरेर हाल यो बाख्रो यस्तो अवस्थामा र निको भइसकेको छ। यो बाख्रालाई उपचार एन्टिबायोटिक थेरापी र खुवाउने औषधिमा युरो, केप र डिबलर जस्ता औषधि खुवाएर यो बाख्रा निको भएको छ। यस्तै जानकारीको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला।